आज चाहिँ आफ्नै कार्यसभादेखि म चाहिँ भिडियो सुरु गर्दैछु। यता धमाधम काम भइरहेको छ। आज टाइम यता चाहिँ सुरु भइसक्यो। म चाहिँ क्यामेरा कहाँ राख्ने भनेर सोच्दैछु। हामीले यतिको चाहिँ बनायौँ, देख्नु सक्नुहुन्छ मेरो दिदीको हालत। यता हेर्नुहोस् त हजुर, काम गर्नु यतिको चाहिँ गर्नुपर्ने हुन्छ है साथीहरू। यता फायर बम हुनुभएको छ, किनभने यस्तो प्याज रोप्नु भएको थियो, अहिले चाहिँ लेडो मात्र भएको छ, त्यही भएर। अरू त के भन्ने हो र, यस्तै हुन्छ। जहिले बोल्न थालेपछि बोली नै हराउँछ। हेलो, गुड मर्निङ, सेवा, नमस्ते। म चाहिँ सुस्मिता, बोचर हटु अगाडि होमताङदेखि। अनि आज चाहिँ आफ्नै कार्यसभादेखि म चाहिँ भिडियो सुरु गर्दैछु। यस्तो स्टोरेज भएपछि म चाहिँ यस्तो भिडियो बनाइरहेको छु, अनि कतिखेर फुल हुन्छ बनाउनै पाउँदैन, त्यस्तो पनि हुन्छ कहिलेकाहीँ। अनि आज चाहिँ यहाँ बारबेर गर्ने काम गर्दैछौँ आमा छोरीले। हाम्रो यो चाहिँ आलुबारी हो। यता आमाले गर्दै हुनुहुन्छ। अनि कहाँ राखेर देखाउने हो थाहा भएन। देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो आमा छोरीको काम।
अहिले चाहिँ हामीले यतिको बनायौँ देख्न सक्नुहुन्छ। यसको लागि यतिको चाहिँ गर्नै पर्ने हुन्छ। अनि यो आलु त छैन भन्दा पनि हुन्छ, त्यति धेरै पनि छैन। यति त हो आलु। उखेल्ने बेला पनि भएको होला सायद, मलाई त थाहा छैन। रोप्ने मान्छे यता हुनुहुन्छ हाम्रो आमै। हो नि। अनि म चाहिँ अब घर हिँडेको, तल घर छेउमा नि यस्तै बार बेर्नु पर्ने होला सायदै। अस्ति नै आमाले लसुन रोप्नु भएको थियो, त्यसको लागि अब गर्नुपर्ने हुन्छ। अनि फेरि दिउँसो अर्को ठाउँमा गर्नुपर्ने छ, त्यतिखेर चाहिँ धेरैजना भेला हुन्छ मलाई साथीहरू। त्यही हो, अरू त के भनेर। अनि अब चाहिँ म एकछिनमा भेट्नेछु तपाईँहरूलाई साथीहरूले। चाहिँ म चाहिँ खाना बनाएर खाइसकेर यता आउँदैछु, यता गर्दै हुनुहुन्छ। तीनजना सौजन फाक्माहरूले देख्न सक्नुहुन्छ। कोही कोहीले यति गर्नुभएको छ। तीनजनाले धमाधम गर्नु हुँदैछ, अरूहरू चाहिँ आउनु बाँकी। देख्न सक्नुहुन्छ अर्को सौजन फाक्माको इन्ट्री भइसकेको छ साथीहरू। आउँदै हुनुहुन्छ उहाँ खुकुरी लिएर। धाउवा नै हुँदैछ यता साथीहरू चाहिँ। यता धमाधम काम भइरहेको छ। अनि यहाँसम्म यता नि भइरहेको छ, सक्नुहुन्छ। अनि म चाहिँ बाँसको भाटा लिएर घर जाँदैछु। अब चाहिँ एकछिन मोबाइल चार्ज गर्नुपर्ने। मोबाइल चार्ज गर्छु अनि अहिले भरे भेट्ने छु तपाईँहरूलाई साथीहरू। अहिले चाहिँ खाजा खाने बेला भएको छ। अनि यता छ हाम्रो खाजा सुथुनी, अनि यता हुनुहुन्छ बार बेर्नेहरू। सब्जी रोपेर खानु पनि गाह्रो छ चाहिँ यो सुथुनी। अनि सिमल तरुल खाजा खाने। अनि 3टा खेपमा 3 सौजन फाक्मा भेला भएर यहाँ काम गरेको जस्तो गर्दैछौँ। ठुलो मान्छेहरू चाहिँ गर्नु हुँदैछ, हामी चाहिँ भर्खर चाहिँ तरकारी लिएर आएको। म चाहिँ यहाँ सघाएको जस्तो गर्दैछु साथीहरू। क्याप्चे लाउनु पर्ने हुन्छ। स्विट पोटेटो आज टाइम भनेर मैले कान्छोटी चाहिँ भनिसक्यो होला। हाम्रो भाषालाई चाहिँ छङ्कुसा कि नेपाली भाषालाई चाहिँ सिमल तरुल। अहिले चाहिँ खाजा खाइसकेर यो अहल बनाउन आएको छौँ। पानी जमाउनु पर्ने हुन्छ, नत्र पुग्दैन भनेर भैँसी हाल। यता चाहिँ सुरु भइसक्यो। म चाहिँ क्यामेरा कहाँ राख्ने भनेर सोच्दैछु।
हामीले यतिको चाहिँ बनायौँ, देख्न सक्नुहुन्छ। अनि यता सबै लेडो आएर फुपूको प्याजको हालत खराबै बनाइदियो, देख्न सक्नुहुन्छ। अनि यता हुनुहुन्छ मेरो दिदीको हालत, यता हेर्नुहोस् त हजुर, काम गर्नु यतिको चाहिँ गर्नुपर्ने हुन्छ है साथीहरू। यता फायर बम हुनुभएको छ, किनभने यस्तो प्याज रोप्नु भएको थियो, अहिले चाहिँ लेडो मात्र भएको छ, त्यही भएर। अनि यतिको व्यवस्थित भएर म चाहिँ आएको थिएँ, ठिक्क भयो मलाई चाहिँ। हामी 3 जना चाहिँ माथि गएको थियौँ त्यो पानी जमाउनुलाई, अहाल बनाउनुलाई 3 जना गएको थियौँ। अनि यता 3 जनाले गर्दै हुनुहुन्छ, यतिको चाहिँ बनाउनु भएको छ। यतिको चाहिँ भयो है मेरो काम। अनि यस्तै हुन्छ क्या जहिले मलाई चाहिँ भिडियो बनाउनुलाई मोबाइल तेर्साउँछु, अनि फेरि के भन्नु बिर्सिन्छु पनि, अनि फेरि नेपाली बोल्न नि खासै आउँदैन नि त। अनि हुन्छ जहिले यस्तै। अरू त त्यही हो, अब के भन्ने होला। रेडी गर्दै हुनुहुन्छ। अब चाहिँ यहाँ चिनो लाउनु भएको छ, यहाँदेखि यता उहाँ दिदीको, अनि यहाँदेखि यहाँ एकजनाको, अनि यहाँदेखि त्यहाँसम्म एकजनाको, अनि यता पनि त्यस्तै छ, त्यहाँदेखि यहाँसम्म एकजनाको, अनि यो एकजनाको, यता एकजनाको भयो। गाउँघरमा चाहिँ यस्तो सागसब्जी रोपेर खानु पनि अलिक गाह्रै छ, किनभने अब बाख्रा छाडा नै छोड्छौँ नि त हामी चाहिँ, त्यही भएर यसरी बारबेर गर्नुपर्ने हुन्छ। गरिसक्यौँ बारबेर पनि, अनि चिनो पनि लगाइसक्यौँ। एकजनाले यति रोप्ने भनेर, एकजना भन्दा पनि एक घरले यति रोप्ने भनेर चिनो लगाइसक्यौँ। अनि देख्न सक्नुहुन्छ यस्तो पनि गर्दैछौँ, सरसफाइ पनि हुँदैछ, गरिसक्यौँ। अनि सबैजना गइसक्नुभयो, म चाहिँ यहाँ पर्खिरहेको छु, यो आगो निभाएर मात्र जानु भनेर। अनि त्यही हो, मैले भिडियो चाहिँ खासै बनाइनँ, बनाउन चाहिँ बनाउँछु, तर त्यस्तो एक्सप्लेन गर्न चाहिँ आउँदैन मलाई। अरू त के भन्ने हो र, यस्तै हुन्छ जहिले। बोल्न थालेपछि बोली नै हराउँछ। जति जानेको हुन्छु त्यति चाहिँ छिटो कोन जानेको चाहिँ छिटो बोलेर भइसक्छ, अनि नजानेको त यत्तिकै हुन्छ। मेरो चाहिँ बेहोरा खतम छ। स्टोरेज भएपछि दिनकै भिडियो बनाउँछु, अनि फुल भएपछि एक हप्ता र 1 महिनासम्म फेरि चुप्पो ल्याएर बस्नुपर्ने हुन्छ। खत्तमको छ बेहोरा चाहिँ मेरो चाहिँ साथीहरू। त्यही हो, अरू त के भन्ने हो र। मेरो भिडियो के कस्तो भयो हेर्नु भयो होला, अनि त्यही हो, अरू त के भन्ने हो र। मेरो भिडियो के कस्तो भयो हेर्नु भयो होला, अनि धन्यवाद भन्दै आजको भिडियो चाहिँ म यही बारीबाटै इन गर्न चाहन्छु। हस् त, नमस्ते, बाई बाई साथीहरू।